तपाईहरू स्टक मार्केटमा लगानी गर्न सजिलो र छिटो माध्यमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने डिजी हबले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टमले तपाईको ट्रेडिङलाई सजिलो र छरितो बनाउनेछ। डिजी हबको नयाँ टिएमएस अब तपाईहरूले सजिलै प्रयोग गर्न सक्नुहुनेछ। यो टिएमएसले ट्रेडिङ प्रक्रियाहरूलाई सजिलो, छरितो र प्रभावकारी बनाउनेछ। नयाँ टिएमएस वेबमा मात्र नभएर मोबाइल र डेस्कटपमा पनि उपलब्ध छ। अब तपाईले जुनसुकै माध्यमबाट ट्रेडिङ गर्न सक्नुहुनेछ। नयाँ टिएमएसको प्रयोगको लागि तपाईको ब्रोकरसँग कुरा गर्नुहोस् र ट्रेडिङ म्यानेजमेन्ट सिस्टमबाट आफ्नो ट्रेडिङ एक्सपिरियन्सलाई अझ बढी प्रभावकारी बनाउनुहोस्। टिएमएस एकाउन्ट खोल्नको लागि सबैभन्दा पहिला तपाईसँग डिम्याट नम्बर हुनुपर्छ। त्यसपछि तपाईले आफूलाई पाएक पर्ने ब्रोकर छानेर टिएमएस खाता खोल्न सक्नुहुनेछ। टिएमएस खाता खोल्न हजुरले केवाइसी फर्म सबमिट गरेर ब्रोकरले भेरिफाई गरेपछि केही समयभित्र ब्रोकरले हजुरहरूको टिएमएस एकाउन्टको लगइन क्रिडेन्सियल इमेल मार्फत पठाउनुहुनेछ। हजुरहरूको टिएमएसको युजर नेम र पासवर्ड ब्रोकरले इमेलमा पीडीएफ फर्म्याटमा पठाउनुहुनेछ। युजर नेम र पासवर्ड हेर्नको लागि तपाईहरूले पीडीएफ फाइललाई ओपन गर्नुपर्ने हुन्छ। यसो गर्नुअघि थाहा हुन्छ कि त्यो पीडीएफ फाइल पनि पासवर्ड प्रोटेक्टेड रहेको छ। पीडीएफ को पासवर्ड ब्रोकरसँग खाता खोल्दा युज गरेको डिम्याटको अन्तिम 7 डिजिट हुन्छ। तपाईहरूको ब्रोकर खाताको युजर नेम र पासवर्ड अरूले देख्न नमिलोस् भनेर सुरक्षाको लागि यसरी राखिएको हो। इमेलमा तपाईहरूलाई टिएमएस को लिंक पनि प्रोभाइड गरिएको हुन्छ, जसले तपाईहरूलाई टिएमएस मा लगइन गर्न मद्दत गर्नेछ। लगइन गर्नका लागि ब्रोकरले पठाउनु भएको इमेलमा टिएमएस को लिंक दिएको हुन्छ। त्यही लिंकमा क्लिक गरेर तपाईहरूले टिएमएस को लगइन पेजमा पुग्न सक्नुहुनेछ। अथवा ब्रोकरको वेबसाइटमा पनि टिएमएस को लिंक उपलब्ध हुनेछ। त्यही लिंकमा क्लिक गरेपछि तपाईहरूले टिएमएस मा लगइन गर्न सक्नुहुनेछ। अब कुरा गरौँ लगइन पेजमा तपाईले एक्ज्याक्टली के पाउनुहुन्छ भन्ने विषयमा। लगइन पेजमा तपाईले जुन लिंक क्लिक गरेर आउनुहुन्छ त्यसपछि यो खालको एउटा इन्टरफेस देख्न पाउनुहुनेछ। टिएमएस को लगइन पेजमा हजुरहरूलाई डाउनलोड प्रोडक्ट्स भन्ने अप्सन दिएको छ, जहाँ हजुरहरूले डेस्कटप र मोबाइल एप्लिकेसनको डाउनलोड लिंक दिएको छ। डेस्कटप, आइप्याड, आइफोन वा एन्ड्रोइडको लागि एप्लिकेसन डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ त्यसको लिंक राखिएको छ। सँगसँगै यहाँ हेल्प भन्ने अप्सन रहेको छ, जहाँ क्लिक गर्दा तपाईँ एट्रेडको युट्युब च्यानलमा रिडाइरेक्ट हुनुहुन्छ। एट्रेडको युट्युब च्यानलमा हजुरहरूले टिएमएस सम्बन्धी सम्पूर्ण भिडियोहरू पाउन सक्नुहुनेछ। यस्तै हाम्रो वेब एप्लिकेसन कम्प्याटिबल हुने ब्राउजरहरू र त्यो ब्राउजरको भर्जन पनि क्लियरली मेन्सन गरिएको छ। यहाँ कम्प्याटिबल ब्राउजरमा हजुरले क्लिक गरिसके पछाडि यसरी कम्प्याटिबल ब्राउजर र उनीहरूको भर्जनको लिस्ट तपाईले यहाँ पाउनुहुनेछ, जसको मद्दतबाट तपाईहरूले टिएमएस सञ्चालन गर्न सक्नुहुनेछ। हजुरहरूलाई प्रोभाइड गरिएको युजर नेम र पासवर्ड युज गरेर तपाईहरूले यहाँ लगइन गर्न सक्नुहुनेछ। रिलेटेड फिल्डमा युजर नेम र पासवर्ड राख्नुहोस् अनि लगइनमा थिचिसकेपछि तपाईँ हाम्रो मेन होम पेज अथवा ड्यासबोर्डमा पुग्नुहुनेछ। लगइन गरिसकेपछि तपाईहरू यो हाम्रो मेन होम पेज अथवा भनौँ ड्यासबोर्डमा आइपुग्नुहुन्छ, जहाँ तपाईले टप कर्नरमा यसरी मार्केट समरी देख्न सक्नुहुनेछ, जसमा नेप्से इन्डेक्स, सेन्सिटिभ इन्डेक्स, टर्नओभर भोल्युम, ट्रेड लगायत अन्य इन्फर्मेसनहरू सम्मिलित हुनेछन् भने त्यो सँगै यो स्पेसमा डाइनामिक टिकर पनि रहेको छ, जहाँ तपाईले रियल टाइम अपडेट पनि मार्केट ओपन भएको समयमा लिन सक्नुहुनेछ। ड्यासबोर्डको तल तपाईले आफ्नो कस्टम वाच लिस्ट क्रिएट गर्नुभएको छ भने त्यही वाच लिस्टमा तपाईको सिलेक्टेड स्क्रिप्ट देख्न सक्नुहुनेछ। अब कुरा गरौँ वाच फिल्टरको। कुनै एउटा स्पेसिफिक स्क्रिप्ट यदि तपाईले हेर्न चाहनु भएको छ भने यहाँ वाच फिल्टरबाट कुनै एउटा स्पेसिफिक स्क्रिप्टलाई सिलेक्ट गरेर त्यसको अपडेट तपाईले लाइभ मार्केटमा हेर्न सक्नुहुनेछ। यस्तै तपाईले यहाँ सेक्टरमा क्लिक गरेर सेक्टर वाइज स्क्रिप्टहरू पनि हेर्न सक्नुहुनेछ। आफ्नो पोर्टफोलियोमा भएको शेयरको अपडेट तपाईले पोर्टफोलियो वाच सेक्सनमा उपलब्ध पाउनुहुनेछ। पोर्टफोलियोमा क्लिक गर्दा तपाईले आफूसँग भएको सम्पूर्ण स्क्रिप्टहरूको लाइभ अपडेट यहाँ पाउनुहुनेछ। यस्तै तपाईले हाम्रो टिएमएस को प्रयोग गरेर चार्ट कम्पेयर गरेर पनि हेर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले यहाँ नेप्सेमा क्लिक गर्नुभयो भने एउटा बेसिक चार्टको विन्डो ओपन हुन्छ। अब यहाँबाट तपाईले कुनै पनि स्क्रिप्ट र इन्डिसेसलाई कम्पेयर गरेर हेर्न सक्नुहुनेछ। त्यसको लागि कुनै पनि एउटा स्क्रिप्ट सिलेक्ट गर्नुहोस्, त्यसपश्चात इन्डिसेसमा यदि नेप्सेसँग तपाईँ कम्पेयर गरेर हेर्न चाहनुहुन्छ भने यसलाई एड टु लिस्ट गरिदिनुहोस् र कम्पेयरमा क्लिक गरिसके पछाडि तपाईका लागि कम्पेरिजन चार्ट उपलब्ध हुनेछ।
यस्तै योदेखि बाहेक हाम्रो नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टमको अर्को एउटा एक्साइटिङ फिचर भनेको यसको थीम अप्सन पनि रहेको छ। ड्यासबोर्डको टप राइट कर्नरतर्फ तपाईँले यहाँ थीमको अप्सन पाउनुहुनेछ। सेटिङको बटनमा भित्र तपाईँले थीम सेलेक्ट गरिसके पछाडि ब्ल्याक, ब्लू र व्हाइट गरी 3वटा अप्सन पाउनुहुनेछ। यहाँबाट तपाईँले आफूलाई चाहे अनुरूपको थीम पनि सेलेक्ट गर्न सक्नुहुनेछ। थीम सँगसँगै तपाईँका लागि यहाँ एउटा हेल्पको आइकन पनि रहेको छ। यो हेल्पको आइकनमा क्लिक गर्नुभयो भने तपाईँले युजर म्यानुअल पनि पाउनुहुनेछ। यो युजर म्यानुअलमा टिएमएस सम्बन्धी सम्पूर्ण जानकारीहरू उपलब्ध गराइएको छ। यस्तै तपाईँहरूले ड्यासबोर्डबाट नेप्से र ब्रोकरको अनाउन्समेन्ट्सहरू पनि एक्सेस गर्नका लागि अप्सन रहेको छ। त्यसको लागि तपाईँले नेप्सेको अनाउन्समेन्ट्सहरू एक्सेस गर्न यहाँ टप राइट साइडतर्फ नेप्से भन्ने बटन रहेको छ। यसमा क्लिक गर्नुभयो भने नेप्से सम्बन्धी अनाउन्समेन्टहरूको लिस्ट यहाँ पाउनुहुनेछ। यस्तै तपाईँले ब्रोकर भन्ने अप्सनमा क्लिक गर्नुभयो भने यसरी तपाईँले ब्रोकर अनाउन्समेन्ट्सहरू पनि यही प्राप्त गर्नुहुनेछ। अब कुरा गरौँ तपाईँले कस्टम वाच लिस्ट कसरी क्रिएट गर्न सक्नुहुनेछ भनेर। ड्यासबोर्डमा तपाईँले यहाँ यसरी कस्टममा क्लिक गरिसके पछाडि हजुरले वाच लिस्टहरू देख्न सक्नुहुनेछ। अब हजुरहरूले वाच लिस्टमा आफ्नो स्क्रिप्ट एड गर्न पनि सक्नुहुनेछ वा एड गरेको स्क्रिप्टलाई एडिट र डिलिट पनि गर्न सक्नुहुनेछ। वाच लिस्ट क्रिएट गर्नको लागि वाच लिस्टको नाम सेलेक्ट गर्नुहोस् र प्लस आइकनमा क्लिक गर्नुहोस्। यहाँ तपाईँलाई सबै स्क्रिप्टहरूको नाम रिफ्लेक्ट हुनेछ। अब तपाईँले आफूलाई इच्छा लागेको स्क्रिप्ट एड गर्न सक्नुहुनेछ। मैले यो एउटा स्क्रिप्टमा क्लिक गरेर यसलाई एड गरेको छु। सक्सेसफुली एडेड सिक्युरिटिज भनेर यहाँ मलाई कन्फर्मेसन आइसक्यो। यस्तै तपाईँले आफूलाई चाहिए जति अरू स्क्रिप्ट पनि यो वाच लिस्टमा एड गर्दै जान सक्नुहुनेछ। अब कुरा गरौँ तपाईँले वाच लिस्ट एड, डिलिट या रिनेम कसरी गर्न सक्नुहुनेछ भनेर। वाच लिस्ट एड, डिलिट या रिनेम गर्नका लागि सुरुवातमा यहाँ कस्टम अप्सनमा तपाईँले सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपश्चात यसकै साइडमा रहेको एडिट अप्सनलाई क्लिक गर्नुहोस्। एडिट अप्सन क्लिक गरिसक्दा तपाईँले यहाँ कस्टम वाच लिस्ट एडिट गर्ने अप्सन पाउनुहुनेछ। अब नयाँ वाच लिस्ट क्रिएट गर्नका लागि तपाईँले यहाँ एड अ वाच भन्ने अप्सनमा एउटा नाम दिनुहोस्। मैले टेस्ट भन्ने एउटा वाच लिस्टको नाम दिएर एड गरेको छु र यसरी वाच सक्सेसफुल्ली एडेड भनेर तपाईँका लागि कन्फर्मेसन आउनेछ। यसरी नै मैले फेरि एडिटमा गएर कुनै पनि वाच लिस्ट डिलिट पनि गर्न सक्छु। त्यसका लागि यहाँ रहेको डिलिट वाच अप्सनबाट तपाईँले कुन चाहिँ वाच लिस्ट डिलिट गर्न चाहनुहुन्छ त्यो सेलेक्ट गर्नुहोस्। अहिलेका लागि म यो टेस्ट भन्ने मैले भर्खरै क्रिएट गरेको जुन वाच लिस्ट थियो यसलाई डिलिट गर्नेछु। यो टेस्टलाई सेलेक्ट गरिसके पछाडि साइडमा रहेको डिलिट बटनमा प्रेस गर्नुहोस्। त्यसपश्चात कन्फर्मेसन बक्समा यस गरिदिनु भयो भने तपाईँले क्रिएट गर्नुभएको वाच लिस्ट सक्सेसफुल्ली डिलिट हुनेछ। यस्तै तपाईँले क्रिएट गर्नुभएको वाच लिस्टलाई रिनेम गर्न चाहनुहुन्छ भने यही एडिट कस्टम वाच भित्र रहेको रिनेम वाच भन्ने अप्सनलाई तपाईँले युज गर्नुपर्ने हुन्छ। त्यसका लागि रिनेम वाचमा तपाईँले आफूले रिनेम गर्न चाहेको वाच लिस्ट सेलेक्ट गर्नुहोस्। अहिलेका लागि मैले कस्टम 1 भन्ने जुन वाच लिस्ट रहेको छ यसलाई रिनेम गरेर टेस्ट 1 बनाउने छु अनि अपडेटमा क्लिक गरिसके पछाडि तपाईँको वाच लिस्ट सक्सेसफुल्ली रिनेम हुनेछ। यस्तै तपाईँले आफूले क्रिएट गर्नुभएको वाच लिस्टबाट स्क्रिप्ट डिलिट गर्नका लागि भने वाच लिस्टलाई खोलेर स्क्रिप्टको राइट साइडमा देखिएको डिलिट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपश्चात यसरी आर यु स्योर यु वान्ट टु डिलिट भनेर तपाईँले सेलेक्ट गर्नुभएको स्क्रिप्टको नाम आउनेछ। यसलाई तपाईँले यस बटन क्लिक गर्नुभयो भने तपाईँले सेलेक्ट गर्नुभएको स्क्रिप्ट वाच लिस्टबाट सक्सेसफुल्ली डिलिट हुनेछ। वाच अप्सनभित्र रहेका फिचर्सहरू एक्सप्लोर गरिसके पछाडि अब हामी लागौँ मार्केट भन्ने अप्सनभित्र के फिचर रहेका छन् त भनेर। मार्केट अप्सनमा क्लिक गर्नुभयो भने यो भित्र तपाईँहरूले ट्रेड बुक समरी, स्ट्याटिस्टिक्स, मार्केट टाइम एन्ड सेल्स, OHLC भ्याल्युज, मार्केट डेप्थ, डिटेल कोड अनि हिट म्याप लगायतका फिचर्सहरू प्राप्त गर्नुहुनेछ। यहाँबाट तपाईँहरूले मार्केटमा ट्रेड भइरहेको कुनै पनि स्क्रिप्टको ट्रेड बुक हेरी कति बजे कति ट्रेड भयो भन्ने सबै जानकारी लिन सक्नुहुनेछ। यस्तै डिटेल कोडमा तपाईँहरूले कुनै पनि स्क्रिप्टको मार्केट वाच, मार्केट डेप्थ, ट्रेड बुक र प्राइस हिस्ट्री 1 वर्षसम्मको डेटा पनि हेर्न सक्नुहुनेछ। यो त रहेको थियो मार्केट अप्सनभित्र रहेका फिचर्सहरू। यस्तै तपाईँका लागि अर्को थर्ड अप्सन यहाँ अर्डर्सको रहनेछ। तपाईँले सेयर बाई र सेल गर्नका लागि बाई वा सेल विन्डो धेरै ठाउँबाट एक्सेस गर्न सक्नुहुनेछ। आज चाहिँ म तपाईँहरूलाई इजिली एक्सेस गर्न सकिने 3वटा तरिका देखाउन गइरहेको छु। बाई वा सेल अर्डर प्लेस गर्ने पहिलो तरिका भनेको ड्यासबोर्डमा तपाईँले कुनै पनि वाच लिस्ट भित्रको स्क्रिप्टको साइडमा रहेको बिड वा आस्क प्राइसमा क्लिक गर्नुभयो भने पनि तपाईँका लागि
बाई वा सेल अर्डर प्लेस गर्ने विन्डो पपअप हुनेछ। यस्तै कुनै पनि स्क्रिप्ट बाई वा सेल अर्डर प्लेस गर्ने दोस्रो तरिका भनेको तपाईले मार्केट वाचमा कुनै पनि स्क्रिप्टको लेफ्ट ह्यान्ड साइडतर्फ रहेको यो ट्रिपल लाइनको अप्सनमा क्लिक गर्नुभयो भने पनि तपाईले बाई वा सेल गर्ने अप्सन यहाँ पाउनुहुनेछ। यहाँ क्लिक गरिसक्दा तपाईले यसरी बाई वा सेलको अप्सन देखिरहनु भएको छ, जहाँबाट पनि तपाईले बाई वा सेल अर्डर प्लेस गर्न सक्नुहुनेछ। अब कुनै पनि सेयर बाई वा सेल गर्नका लागि बाई वा सेल विन्डो खोलेर तपाईले एसेट सिलेक्ट गर्नुपर्ने हुन्छ, जुन सेयर तपाईँ बाई वा सेल गर्न खोजिरहनु भएको छ। त्यसकै साइडमा तपाईले बाई वा सेलको अप्सनलाई सिलेक्ट गर्नुहोला। अहिलेका लागि मैले बाईमा सिलेक्ट गरेको छु। त्यसपश्चात तपाईले सेक्युरिटी आइडी यानि कि कुन स्क्रिप्ट बाई वा सेल गर्न चाहँदै हुनुहुन्छ, अहिले मैले बाई गर्न लागिरहेको छु, सो मैले बाई गर्न चाहेको एउटा सेक्युरिटी आइडी यहाँ सिलेक्ट गर्नेछु। त्यसपश्चात मलाई चाहेको क्वान्टिटी पनि मैले यहाँ राख्नेछु। उदाहरणका लागि अहिले मैले 100 राखिदिएँ। यस्तै प्राइसको अप्सनमा तपाईले यहाँ प्राइस पनि इन्क्लुड गर्नुहोला। त्यसपश्चात तपाईले आफ्नो इच्छा अनुसार अर्डर टाइप सिलेक्ट गरी बाई वा सेल अर्डर प्लेस गर्न सक्नुहुनेछ। यहाँ ध्यान दिनुपर्ने दुईवटा कुराहरू रहेका छन्। पहिलो कुरा, यदि तपाईँ बाई अर्डर प्लेस गर्दै हुनुहुन्छ भने तपाईहरूसँग पर्याप्त बाइङ पावर हुनुपर्ने हुन्छ। यस्तै तपाईले सेल अर्डर प्लेस गर्दै हुनुहुन्छ भने तपाईसँग पर्याप्त एभाइलेबल सेयर हुनुपर्नेछ। अब म तपाईहरूलाई कोल्याट्रल कसरी एड गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। कोल्याट्रल एड गर्नका लागि सबैभन्दा पहिला क्लाइन्ट मेन्युभित्र अकाउन्ट स्टेटमेन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। तपाईले अकाउन्ट स्टेटमेन्टमा आफ्नो लेजर ब्यालेन्स हेर्न सक्नुहुनेछ। अकाउन्ट समरीको विन्डोमा टप राइट साइडमा एड कोल्याट्रल भन्ने अप्सन रहेको छ। कोल्याट्रल एड गर्नका लागि यो एड कोल्याट्रल भन्ने अप्सनमा क्लिक गर्नुहोस्। तपाईँ एउटा नयाँ पेजमा रिडाइरेक्ट हुनुहुनेछ। अब यहाँ आइसके पछाडि कोल्याट्रल अपलोड गर्न अमाउन्ट र पेमेन्ट गेटवे मेथड सिलेक्ट गर्नुहोस्। तपाईले आफ्नो अनुकूल पेमेन्ट गेटवे सिलेक्ट गरेर कोल्याट्रल अमाउन्ट टाइप गरिसके पछाडि सबमिट गर्नुहोस्। पेमेन्ट गेटवेको लगइन क्रिडेन्सियल्स र ओटिपी भेरिफाई भए पछाडि कोल्याट्रल तपाईको टिएमएसमा अपलोड हुनेछ। कोल्याट्रल सक्सेसफुल्ली अपलोड भए पछाडि तपाईले टिएमएसको अकाउन्ट स्टेटमेन्टमा गएर कोल्याट्रलको स्ट्याटस हेर्न सक्नुहुनेछ। यस्तै तपाईले यहाँ क्लाइन्ट मेन्युभित्रबाट अकाउन्ट स्टेटमेन्ट, पोर्टफोलियो, अकाउन्ट समरी, पासवर्ड चेन्ज र क्लाइन्ट इन्फो चेन्ज जस्ता फिचरको उपयोग गर्न सक्नुहुनेछ। अकाउन्ट स्टेटमेन्टमा तपाईको ब्रोकर लेजर ब्यालेन्स, बाहिर सेल गरेको ट्रान्जेक्सनको ग्रस अमाउन्ट र कोल्याट्रल अपलोड गरेको छ भने त्यो कोल्याट्रलको ट्रान्जेक्सनहरू पनि हेर्न सक्नुहुनेछ। यस्तै अकाउन्ट सम्मरीमा भने तपाईले तपाईको लेजर ब्यालेन्सको सम्मरी, पोर्टफोलियोको आजको मार्केट भ्यालुएसन, अर्डर लिमिट र बाइङ पावर जस्ता क्रुसियल इन्फर्मेसनहरू रिफ्लेक्ट हुनेछ। यस्तै पोर्टफोलियो स्टेटमेन्टमा तपाईसँग भएको पोर्टफोलियोको ब्यालेन्सहरू तपाईले हेर्न सक्नुहुनेछ। क्लाइन्ट मेन्युभित्रको क्लाइन्ट इन्फो चेन्ज अप्सनबाट तपाईले आफ्नो मोबाइल नम्बर, इमेल र सेक्युरिटी क्वेसन जस्ता अरू कुराहरू चेन्ज गर्न ब्रोकरलाई रिक्वेस्ट गर्न सक्नुहुनेछ। अब कुरा गरौँ यो रिपोर्ट सेक्सनको बारेमा। रिपोर्ट सेक्सनमा तपाईले मार्केट इन्डेक्सको सम्मरी र त्यसको हिस्टोरिकल डेटा डेट वाइज सर्च गरेर हेर्न सक्नुहुन्छ। त्यसैगरी मार्केट टाइम एन्ड सेल्सको हिस्ट्री पनि डेट रेन्ज वाइज हेर्न सक्नुहुनेछ। तपाईले सबै ट्रेड भएको स्क्रिप्टको ट्रेडिङ सम्मरी पनि यहाँबाट एक्सेस गर्न सक्नुहुनेछ। हामीले कुरा गरेका यी फिचरहरूदेखि बाहेक केही युनिक फिचर पनि हाम्रो नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम ट्रेडमा रहेका छन्, जसमध्येको पहिलो एउटा युनिक फिचर रहेको छ मल्टी विन्डो सपोर्ट। तपाईले एकै समयमा मल्टिपल विन्डोजहरू खोल्न सक्नुहुनेछ, जसले गर्दा तपाईले डिफरेन्ट फिचर्स र डेटाहरू साइमल्टेनियसली हेर्न सक्नुहुनेछ। उदाहरणकै लागि मैले यहाँ मल्टिपल विन्डोहरू एकै पटकमा खोलेर तपाईलाई देखाइरहेको छु। यस्तै अर्को एउटा हाम्रो युनिक फिचर रहेको छ ट्रेड बुक र ट्रेड बुक सम्मरी। मार्केट अप्सनभित्र तपाईले ट्रेड बुक अनि ट्रेड बुक सम्मरी भन्ने अप्सन पाउनुहुनेछ। ट्रेड बुकले सबै ट्रेड भएको ट्रान्जेक्सनको डिटेल्ड रेकर्ड सो गर्छ र ट्रेड बुक सम्मरीले त्यो रेकर्डहरूको कन्साइज ओभरभ्यू तपाईलाई दिनेछ। यस्तै तपाईले ट्रेडको प्रयोग गरेर मल्टिपल ट्याबमा मार्केट डेप्थ पनि हेर्न सक्नुहुनेछ। त्यसका लागि मार्केट मेन्युभित्र रहेको मार्केट डेप्थमा तपाईँ जान सक्नुहुनेछ। मार्केट डेप्थको मल्टिपल ट्याबले तपाईलाई डाइभर्स स्क्रिप्ट र एसेट्सको डेप्थ डेटा अलग अलग ट्याबमा हेर्न हेल्प गर्छ। उदाहरणका लागि मैले एउटा कुनै पनि स्क्रिप्टलाई एउटा ट्याबमा एड गर्न सक्छु।
त्यस्तै अर्को ट्याब एड गरेर मैले अर्को एउटा अलग स्क्रिप्ट सेलेक्ट गर्न सक्छु र यी सबै स्क्रिप्टहरूको मल्टिपल ट्याबमा मैले एनालाइसिस यहाँबाट गर्न सक्छु। यस्तै अर्को एउटा युनिक फिचरका रूपमा तपाईलाई एडभान्स चार्टको पनि अप्सन रहेको छ। चार्ट मेन्युभित्र हजुरहरूले एडभान्स चार्टमा क्लिक गर्नुभयो भने तपाईलाई डिटेल टेक्निकल एनालाइसिस गर्न र मार्केट ट्रेन्डलाई भिजुअलाइज गर्न धेरै मद्दत पुग्नेछ। यस्तै हाम्रो अर्को युनिक फिचरको रूपमा मार्केट मेन्युभित्र तपाईलाई डिटेल कोडको अप्सन रहेको छ। डिटेल कोडले कुनै पनि स्क्रिप्टको कम्प्रिहेन्सिभ मार्केट डेटा इन्क्लुडिङ प्राइस हिस्ट्री र ट्रेडिङ एक्टिभिटी प्रोभाइड गर्नेछ। डिटेल कोडमा तपाईले कुनै पनि एउटा स्क्रिप्टलाई सेलेक्ट गर्नुभयो भने तपाईले यसको कम्प्रिहेन्सिभ मार्केट डेटा पाउनुहुनेछ। यस्तै मार्केट मेन्युभित्र नै रहेको हिटम्याप पनि हाम्रो नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम ट्रेडको एउटा युनिक फिचरको रूपमा रहेको छ। हिटम्यापले मार्केटको ओभरअल पर्फर्मेन्स भिजुअलाइज गर्न हेल्प गर्छ, जसको माध्यमबाट तपाईले कुनै स्पेसिफिक सेक्टर या एसेट्सको पर्फर्मेन्स हेर्न सक्नुहुनेछ। अब कुरा गरौँ मोबाइल एप्लिकेसनको बारेमा। तपाईले मोबाइल एप्लिकेसनमा पनि लगइन गर्नका लागि टिएमएस लगइन गर्दा प्रयोग गरिएको युजर नेम र पासवर्ड प्रयोग गर्न सक्नुहुनेछ। यहाँ युजर नेम र पासवर्डको फिल्ड राखिएको छ, त्यसमा तपाईले आफ्नो युजर नेम र पासवर्ड राख्नुहोस्। तपाईले रिलेटेड फिल्डमा युजर नेम र पासवर्ड राखिसके पछाडि यहाँबाट बायोमेट्रिक्स पनि सेटअप गर्न सक्नुहुनेछ। तपाईलाई यो फिचर पनि यसमा अवेलेबल रहेको छ। लगइन पेजमा रिमेम्बर मीमा यसरी क्लिक गरिदिनु भयो भने तपाईले पटक पटक आफ्नो क्रेडेन्सियल्स युज गरेर लगइन गरिरहनु पर्दैन। लगइन सक्सेसफुल भइसके पछाडि तपाईलाई बायोमेट्रिक अथेन्टिकेसन इनेबल गर्न लगाइन्छ। यो पनि तपाईले सेटअप गर्न सक्नुहुनेछ। अहिलेको लागि मैले यसलाई स्किप गरिदिएको छु। अब तपाईँ आइपुग्नुहुन्छ हाम्रो ल्यान्डिङ पेज अथवा ड्यासबोर्डमा। लगइन गरिसके पछाडि युजरहरूले टप लेफ्टबाट नेभिगेसन मेन्यु युज गर्न सक्नुहुनेछ। यस्तै टप राइटबाट भने तपाईले नोटिफिकेसन नेप्से अनि ब्रोकरको नोटिफिकेसन जुन रहेको हुन्छ त्यो यहाँ हेर्न सक्नुहुन्छ। यसरी छुट्टा छुट्टै अप्सन पनि त्यसको लागि दिएको छ। यस्तै ग्लोबल सर्च युज गरेर तपाईले स्टकहरू पनि यहाँ सर्च गर्न सक्नुहुनेछ। साथै ड्यासबोर्डमा तपाईले नेप्से रिलेटेड मार्केट इन्फोहरू हेर्न सक्नुहुनेछ। यस्तै इन्डिसेसको मेन्युमा तपाईले जानुभयो भने इन्डिसेसहरूको डेटा पनि यहाँबाट हेर्न सक्नुहुनेछ। साथै मार्केटमा भइरहेको ट्रेड्सहरू हेर्नका लागि पनि तपाईले यही भएको ट्रेड्स भन्ने अप्सन प्रयोग गरेर यसको सम्पूर्ण इन्फर्मेसनहरू कलेक्ट गर्न सक्नुहुनेछ। ड्यासबोर्ड और मार्केट पेजको लोअर सेक्सनमा तपाईले दुईवटा बटन अवेलेबल रहेको छ। एउटा रहेको छ टप स्टक्स अनि अर्को रहेको छ अनाउन्समेन्ट। टप स्टक्स युज गरेर तपाईले मार्केटको टप गेनर, टप लुजर सँगसँगै टप टर्नओभर र टप शेयर भोल्युम भएको स्टक्सहरू यहाँबाट हेर्न सक्नुहुनेछ भने अनाउन्समेन्टको प्रयोग गरेर तपाईले यहाँबाट नेप्से र ब्रोकरको अनाउन्समेन्टहरू हेर्न सक्नुहुनेछ। अब कुरा गरौँ मोबाइल एप्लिकेसनभित्र रहेको वाचलिस्ट अप्सनको। वाचलिस्टको प्रयोग गरेर मार्केटको स्टकहरू हेर्न सकिन्छ र सर्च गर्न पनि यहाँबाट सकिन्छ। साथै फिल्टरको पनि यहाँ व्यवस्था रहेको छ। तपाईले फिल्टरको युज गरेर एनसीडी, इक्विटी वा म्युचुअल फन्डहरू फिल्टर गर्न सक्नुहुनेछ। फिल्टर सँगसँगै तपाईले सर्टिङ गरेर पनि यहाँबाट इन्फर्मेसनहरू लिन सक्नुहुनेछ। यहाँबाट तपाईले सर्ट गरेर सर्ट बाई ट्रेड टाइम, सर्ट बाई ट्रेड, सर्ट बाई सिम्बल सँगसँगै सर्ट बाई चेन्ज पर्सेन्टेज गरेर पनि हेर्न सक्नुहुनेछ। यस्तै इक्विटीबाट सर्च गरेर अथवा कुनै इक्विटीमा यसरी क्लिक गरेर पनि तपाईले यसको डिटेल पेजमा जान सक्नुहुनेछ। तपाईले क्लिक गरिसक्दा यसको डिटेल पेज खुल्छ, जसमा यो स्टकको डिटेल कोड, त्यो स्टकको मार्केट डेप्थ, टाइम एन्ड सेल्स अनि ट्रेड सम्मरीहरू पनि तपाईले यहीँबाट ब्राउज गरेर हेर्न सक्नुहुनेछ। साथै यो हरेक डिटेल कोड, मार्केट डेप्थ, टाइम र सेल्स अनि ट्रेड सम्मरीबाट त्यो सेलेक्टेड स्टकलाई तपाईले बाई वा सेल पनि गर्न सक्नुहुनेछ। यस्तै तपाईले कुनै पनि स्टक सर्च गरेर त्यसको डिटेल हेर्दाखेरि तपाईलाई त्यहाँ एउटा स्टार आइकन पनि देखिनेछ। त्यो स्टारमा तपाईले क्लिक गर्नुभयो भने यो स्टकलाई तपाईले आफ्नो कुन चाहिँ वाच लिस्टमा एड गर्न चाहनुहुन्छ त्यो अप्सन आउनेछ। एड गरेको स्टकहरू अर क्रिएट गरेको वाच लिस्ट तपाईले वाच लिस्ट भित्र फेभरेटमा गएर हेर्न सक्नुहुनेछ। इक्जाम्पलका लागि अहिले मैले यो स्टकलाई टेस्ट 1 मा एड गरेको छु। अब यसलाई हेर्नको लागि तपाईले वाच लिस्ट भित्र गएर यहाँ फेभरेट्समा क्लिक गर्नुभयो भने पनि यहाँ गएर आफ्नो अनुकूल डिफरेन्ट वाच लिस्टहरू भ्यू गर्न सक्नुहुनेछ। मैले टेस्ट 1 मा क्लिक गर्दा भर्खरै एड गरेको स्टक पनि यही तपाईले देखिराख्नु भएको छ। यहीबाट तपाईले नयाँ वाच लिस्ट क्रिएट पनि गर्न सक्नुहुन्छ, सँगसँगै रिनेम र डिलिट गर्न पनि सक्नुहुनेछ।
अब कुरा गरौँ अर्डर लिस्टको। अर्डर लिस्टबाट अर्डर ब्लटर हेर्न सकिन्छ। यसमा क्लाइन्टले अर्डर गरेको स्टकहरू देखाइन्छ। सँगसँगै अर्डर ब्लटर क्लाइन्ट वाइज र स्ट्याटस वाइज पनि फिल्टर तपाईँले यहाँबाट गर्न सक्नुहुनेछ। यस्तै अर्डर लिस्टमा अर्को फिचर भनेको अकाउन्ट सम्मरी रहेको छ। अकाउन्ट सम्मरीबाट युजरले आफ्नो अकाउन्टको सम्मरीहरू हेर्न सक्नुहुन्छ र यसको साथै यहाँबाट कोल्याट्रल पनि एड गर्न सक्नुहुनेछ। कोल्याट्रल एड गर्न युजरले एड कोल्याट्रल भन्ने मेन्युमा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो अनुकूल यहाँबाट पेमेन्ट गेटवे सेलेक्ट गरेर तपाईँले कोल्याट्रल एड गर्न सक्नुहुनेछ। अर्डर लिस्टको अर्को फिचर भनेको रिसेन्ट ट्रान्जेक्सन्स हो, जहाँबाट युजरहरूले आफ्नो रिसेन्ट ट्रान्जेक्सन बाई वा सेलको ट्रान्जेक्सनहरू हेर्न सक्नुहुनेछ। रिसेन्ट ट्रान्जेक्सनलाई पनि तपाईँले युजर वाइज फिल्टर गर्न यहाँबाट सक्नुहुनेछ। अब हामी जाउँ पोर्टफोलियो अप्सनतर्फ। पोर्टफोलियो अप्सनमा क्लाइन्टले आफ्नो पोर्टफोलियोको सम्मरी डेटा हेर्न सक्नुहुनेछ, जसमा टोटल कस्ट, मार्केट भ्याल्यु, अनरियलाइज्ड गेन अर लसहरू उपलब्ध हुनेछ। यसका साथै पोर्टफोलियोको डेटा तपाईँले डिटेल्ड भ्यूबाट पनि हेर्न सक्नुहुनेछ, जसमा क्लाइन्टले होल्ड गर्नुभएको स्टकको नम्बर सहित आजको मार्केट प्राइस फर द्याट होल्डेड स्टक तपाईँले यहाँ हेर्न सक्नुहुनेछ। यस्तै भ्यालुएसनमा युजरले आफूले होल्ड गरेको स्टकको भ्यालुएसन विथ गेन अर लस यहाँ हेर्न सक्नुहुनेछ। अब हामी जाउँ बाई वा सेलको मेन्युतर्फ। बाई अर सेलमा तपाईँले क्लिक गर्नुभयो भने यहाँबाट क्लाइन्टले कुनै पनि स्टक बाई वा सेल गर्न सक्नुहुनेछ। यसको लागि पहिला क्लाइन्टले आफ्नो अकाउन्ट वा युसिसी सेलेक्ट गर्नुपर्ने हुन्छ। मैले आफ्नो अकाउन्ट यहाँबाट सेलेक्ट गरेँ। अब तपाईँले बाई अर सेल गर्नको लागि कुनै पनि एउटा स्टक सर्च गर्नुहोस्। स्टक सर्च गरिसके पछाडि यो सेलेक्टेड स्टकको मार्केट डेटा, यानि कि यसको टप बिड, टप आस्क लगायतका डेटाहरू पनि सेलेक्टेड स्टकको यही तल नै तपाईँले देख्न सक्नुहुनेछ। यससँगै तपाईँले मार्केट डेप्थ पनि यहीँबाट एक्सेस गर्न सक्नुहुनेछ। अब बाई र सेल जे गर्न मन लागे पनि त्यहाँ भएको ट्याबको प्रयोग गरेर तपाईँले बाई वा सेल अर्डर प्लेस गर्न सक्नुहुनेछ। अहिलेको लागि यो बाईमा छ, तपाईँले सेल गर्न चाहनुहुन्छ भने यसलाई सेलमा चेन्ज गर्न पनि सक्नुहुनेछ। बाई र सेल तपाईँले जे गर्न मन लागे पनि यो ट्याबको प्रयोग गरेर बाई वा सेल पर्फर्म गर्न सक्नुहुनेछ। बाई वा सेल गर्नको लागि तपाईँले यो ट्याबमा चेन्ज गर्नुहोस्। अहिलेको लागि मैले यसलाई बाई गरिदिएँ अनि अब अर्डर टाइप यहाँबाट सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसपश्चात तपाईँले यहाँ क्वान्टिटी भन्ने अप्सन रहेको छ, जहाँबाट आफूलाई चाहिएको क्वान्टिटी तपाईँले यहाँ इनपुट गर्न सक्नुहुनेछ। उदाहरणका लागि मैले अहिले 100 गरिदिएको छु। अब तपाईँले प्राइसको सेक्सनमा यहाँ प्राइस फिल आउट गर्न सक्नुहुनेछ। सँगै भएको यो माइनस र प्लस आइकनको प्रयोग गरेर पनि तपाईँले प्राइस एडजस्ट भने यहाँ गर्न सक्नुहुनेछ। अब रिलेटेड इन्फर्मेसन सबै तपाईँले राखिसके पछाडि यहाँबाट अर्डर प्लेस गर्न सक्नुहुनेछ। सबै निडेड इन्फर्मेसन राखेर बाई वा सेल अर्डर प्लेस गरिसके पछाडि त्यो अर्डर लिस्टमा तपाईँले देख्न सक्नुहुनेछ र यहीँबाट त्यो अर्डरको स्ट्याटसहरू पनि तपाईँले हेर्न सक्नुहुनेछ भने त्यहीबाट अर्डर क्यान्सल र एमेन्ड पनि तपाईँले गर्न सक्नुहुनेछ।